यता यहाँ भेट हो, यता भेटेन। यो काट्ने पनि विशेष हतियारै हुँदो रहेछ हैन? एकदम एकदम। अघि हेरेको हामीले दुधको यो हेर्नु नि कस्तो चिज हो अब, अचम्म होइन है। यसमा एमोनिया हालिएको हुन्छ, 20 टनभन्दा बढी बेच्छु। यही नै हो, यस्तै होइन यही। बोक्रा पनि अर्को भित्र आइदिएको हुन्छ। अब यो चाहिँ राम्ररी काट्न पाइयो। अब यो झिल्ली सबै उडिसक्दाखेरि यही यहाँ जन्माउन सकेन। गाई थारिए जस्तै हो पनि थारिँदै जान्छ। यो 2 वर्ष, यो 1 वर्ष काटेको। देखाएकै रुखले चाहिँ यो बोटुका भरेर पोखिन्छ यहाँ होइन। यही चोपबाट करिब 51,000 आइटम भन्छ। गाई बस्तु भन्दा पनि यो राम्रो चिज हो नि त। यसलाई खुवाउनु परेन, केही गर्नु परेन। यो यसरी चोप्छौँ रबरमा। हो यो भाग चाहिँ यो तयारी माल हो। यो तयारी माल चाहिँ कहाँ आइपुग्यो भन्दाखेरि यसमा आइपुग्यो। अहिले हामी पन्जा बनाइहाल्छौँ। यो हामी सक्दैनौँ। यो चाहिँ डक्टरी लाइनको भयो। यी कन्डमहरू हामी अहिले बनाउन सक्दैनौँ होइन। यो 20 लिटरलाई कति पर्छ? अब यसको यो एमोनिया नपुगेर समग्र गर्दा त 2 करोडै पुग्यो। अब आम्दानी लिएको छु, सबै साथीहरूले लिउँ अनि यसलाई विस्तार गरौँ। यो चाहिँ एउटा खर्च बेगरको खेती हो। अक्सिजन फ्याँक्दैन, मान्छेलाई चाहिँ असर पार्ने हुन्छ भनेर छ। तपाईँ देख्नु भयो नि मेरो त्यही बगानभित्र घर छ। अहिलेसम्म हामी त्यत्रो असर पारेको केही पनि पाएका छैनौँ होइन। यो रह्यो, यसले भर हो यो झिल्ली र त खोला धारमा लगाउनु भन्छ त। यो सानो सानो जराहरू यो सबै हो। ब्यार्ना बनाइन्छ, त्यहाँ बालुवाहरूमा चाहिँ यो राखिन्छ। हो यति चाहिँ सट्टसँग यो काटेर 4 फिट होला गोलाइ र यति बडो काट्दा आउने दुधमा अन्तर छ।